म चाहिँ भर्खरै यो भेडाको घाँस लिएर जङ्गलबाट आइपुगेको हुँ। हेर्नुहोस् यो भेडाको लागि मिठा मिठा हरिया हरिया पातलो घाँस खोजेर ल्याइदिएको छु। म चाहिँ काम गरेर नै पसिना बगाउनु चाहिँ खुब रहर लाग्छ है। पसिना बगाउनु चाहिँ स्वास्थ्य पनि राम्रो हो। पसिना बगाएर आफ्नो शरीरलाई हलुका हुन्छ। पसिना काम गरेपछि थकाइ निन्द्रा नै छुट्टै मिठो हुन्छ हैन। भोक त्यस्तै मिठो हुन्छ। पसिना बगाउनु पर्छ। पसिनाले लुत्रुक्कै भिजेको अवस्था छ। म चाहिँ बिहान 8 बजीतिर घरबाट घाँस खोज्नको लागि जङ्गलतिर निस्केको थिएँ। अहिले ठ्याक्कै 10-11 हुँदै रहेछ। लगभग 2-3 घन्टाको बाटो हो। म जङ्गलको प्रकृति हरियो जङ्गलको परिवेशहरू पनि देखाउन सक्थे, तर मैले पातल भएर मोबाइल लगिनँ। मैले घाँस खोजे ठाउँ चाहिँ यही तलतिर हो। यहाँ तल यहाँदेखि त शङ्ख खोला बगिरहेको छ। त्यही शङ्ख खोलाको मास्तिर हरियो जङ्गल पातलहरू छ। त्यहाँदेखि चाहिँ म घाँस खोजेर अहिले भर्खरै आइपुगेको हो। लोकेसनको कुरा गर्नुपर्दा यो चाहिँ शङ्खसभा जिल्लाको उत्तर पश्चिम भेगमा पर्ने एउटा सानो सिलिचोङ गाउँपालिका भूगोल हो। जुन परदेखिको डाँडाबाट चाहिँ सिलिचोङ गाउँपालिका वडा नम्बर 1 चिसुवा खोला साबिक चाहिँ चिसुवा गाविसै हो भने यो सिलिचोङ गाउँपालिका 2 नम्बर बाला गाविस हो, वडा नम्बर 2। अनि यो हाम्रो 3 नम्बर तामको भइहाल्यो सिलिचोङ गाउँपालिका 3। यता पारिपट्टिको यो डाँडा यो थुम्की पल्लोपट्टि चाहिँ भोजपुर जिल्ला, जुन त्यही डाँडा हाम्रो बोर्डर पर्छ नि। यही सिधा चाहिँ हाम्रो त्यो जुन प्रख्यात साल्पाधाम रहेको छ, जुन पल्लोपट्टि खोटाङ जिल्ला पर्दछ भने यता यो बाला गाउँको पल्लोपट्टि सोलुखुम्बु जिल्ला पर्दछ। सोलु भने माथिदेखि हाम्रो अहिले हिउँदो लागेकोले अलिक बेरपछि अलिक समयपछि हिउँ त्यहाँ आउनेछ पर्नेछ, सेतम हुनेछ। यो चाहिँ शङ्खशिर। यता हाम्रै यो डाँडा चाहिँ यो देखेको भित्ता चाहिँ तामको गाविस नै पर्दछ। साप्तेली आचामका टोलहरू हुन्। म चाहिँ लगभग 3 घन्टाको समयावधिमा घाँस खोजेर अहिले भेडाखोर नजिकै आइपुगेको अवस्था हो। यो चाहिँ हाम्रै भेडाहरू हो। यो भेडाहरू हाम्रो जीवन्त बुवाहरूको एउटा दुःख पसिनाले अर्जाएको यो भेडा हाम्रो एउटा निजी सम्पत्ति जस्तो लाग्छ। जुन हाम्रो स्वर्गीय आशधन राई हाम्रो बुवा बितेर गइसक्नु भएको, उहाँहरूले सँग एउटा घनिष्ठ सम्बन्ध प्रगाढ चाहिनो गाँसिएको छ यो भेडाहरूसँग। जहाँसम्म मलाई लाग्छ यो बुवा हुनुहुन्थ्यो र त हामी छौँ, यो भेडाहरू छौँ र त हामी अहिलेसम्म छौँ जस्तो लाग्छ मलाई। त्यो अनुभूति हुन्छ। भेडा र हाम्रो स्वर्गीय बुवाहरूको सम्बन्ध पृष्ठभूमिको बारेमा कुरा गर्नुपर्दा निकै एउटा सम्झन लायक एउटा गर्भिलो इतिहास जस्तो लाग्छ, जुन चाहिँ अब हामी छोरा पुस्ताले यसको संरक्षण सम्वर्धन जगाउनु पर्छ, बचाउनु पर्छ जस्तो लाग्छ। यो हाम्रो जिम्मेवारी दायित्व पनि हो। उहाँ हुनुहुन्थ्यो त म अहिले छु, यहाँ बोलिरहेको छु। यसरी तपाईँहरू माझ यो फोटो भिडियो मार्फत तपाईँलाई सन्देश यहाँ एउटा बुवाको इतिहास सुनाउन पाउँदा एकदमै खुसी छु। मलाई लाग्छ म सानै थिएँ, हामी रिटायर्ड हो। हाम्रो जन्मस्थल चाहिँ माथि
त्यतै हामी चाहिँ थिम्रा तेल भन्छ। बुढेटारदेखि चाहिँ हामी लगभग म सानै थिएँ, यो शिवा गाउँ तल्लो गाउँ बसाइसरी आएको। जुन चाहिँ म सानो थिएँ, बुवा त्यसरी नै शिवा झर्दाखेरि हामी बसाइ सरेर आउँदाखेरि बुवा हाम्रो लेकदेखि भेडाहरू सबै लिएर लगभग हामी घरमै यो भेडाहरू ल्याइसकेको थियौँ। जुन मलाई लाग्छ सानैदेखि म चाहिँ अलि पढाइमा नै फोकस गर्ने मान्छे, सानैदेखि पढ्ने थिएँ। यही हो, म देब्रे लेख्ने मान्छे हो, देब्रे ह्यान्ड लेफ्ट ह्यान्ड। बुवाले खालि देब्रे लेख्ने हुँदा सानोमा रिसाउनुहुन्थ्यो, कराउनुहुन्थ्यो, दाहिने लेख भन्ने एकदम गर्नुहुन्थ्यो। तर के गर्नु, अहिले लास्टमा यही देब्रेले म लेख्ने गर्छु। म सानै पढाइमा ध्यान दिन्थेँ। जुन म सानो घरमै पढ्दै बस्थेँ, त्यतिखेर त्यो समय यो भेडाकै अब भेडादेखि नै आम्दानीको स्रोतहरू थियो, पैसाको आउने। अनि त्यसमा त्यतिखेर अब अलैँची पनि थियो। अलैँची पनि अहिलेको जस्तो भाउ नभए पनि त्यतिखेर धेरै मन फल्ने हुन्थे। हाम्रो आम्दानीको स्रोतै यो भेडासँगै अलैँची थियो। त्यो सम्झिँदा मलाई सपना जस्तो लाग्छ है, म सानो थिएँ। बुवा त्यतिखेरको चाहिँ बैङ्कहरू थिएन, मोबाइलहरू थिएन होइन, त्यो जमानामा एउटा बैङ्क जस्तो लाग्थ्यो क्या बुवा। अहिले सम्झन्छु, मान्छे आउँथे दुनियाँ, अब पैसा थियो, जुन यो भेडा अलैँचीकै पैसाहरू होला। रात दिन पैसा होइन आउनुहुन्थे। बुवा त बैङ्क जस्तै हुनुहुन्थे, ऋण लिन ऋण खोज्दै आउनुहुन्थे। के कोही पढाइको लागि, कोही विदेशको लागि आउनुहुन्थे। बुवाले हुँदाखेरि नाइ भन्नुहुन्थे, अब नहुँदा त कहाँको दिने छैन नै भन्नुहुन्थे। त्यसरी दिनुहुन्थ्यो, रात दिन आउनुहुन्थे। अब त्यो बेला म बिजुली बत्ती थिएन, घर आगो नजिकै चुलो नजिकै बसेर पढ्नुपर्ने, लेख्नुपर्ने थियो। म पढिरहन्थेँ, त्यसरी पढ्ने लेख्ने गर्थेँ। मान्छे रात दिन आउनुहुन्थे, ढोका ढकढक भित्र आउनुहुन्थे, आउनुहोस् भन्दै बोलाइन्थे। जुन त्यो चाहिँ ऋण माग्दै साहुको लागि आउनुहुन्थ्यो बुवासँग। बुवाले दिनुहुन्थे, अब जति मागेको, जति आशा गरेको जति दिन नसके पनि दिनुहुन्थ्यो। अलिअलि चित्त बुझाएर नै दिनुहुन्थे। गाउँको वल्लो गाउँ, पल्लो गाउँ, माथिल्लो गाउँ, त्यो सम्झिँदा म ठुलो त्यो लेख पढ गर्न छोडेर बुवा हेरिरहन्थेँ है। बुवा त्यहाँ लेनदेन कुराहरू सुन्थेँ, के बोल्नुहुन्थ्यो होइन, कुरा गर्नुहुन्थ्यो ऋणकै बारेमा। त्यो सम्झिँदा एकदमै, त्यो समय चाहिँ हामी एक किसिमले अब धनी भनौँ न। अहिले त्यस्तो छोराछोरी धेर भए पनि धनी नै थियौँ। त्यही पैसाले नै हामीप्रति बुवा लगानी गर्नुभएको, पढाउनु भयो, दुःख गर्दै अब जमाउनु भएको पैसा यो भेडाकै देन हो होइन। भेडालाई त्यो धन्यवादको श्रेय बुवालाई मात्र, यो भेडालाई म चाहिँ दिन चाहन्छु, सम्झन चाहन्छु। त्यसरी होइन कारोबार गर्नुहुन्थे त्यो जमानामा। बुवाको एउटा कपी नै पुरै पैसा दिनेको, अब त्यो कहिले मिति लेख्नुहुन्थ्यो, नाम आफ्नै किसिमले एउटा कपी नै बनाउनुहुन्थ्यो। कपीभरि थियो ऋण लेनदेनको, कारोबारको हिसाब राख्नुहुन्थ्यो। अहिले पनि त्यो रहेछ। मैले अस्ति भर्खरै उहाँ बितेपछि उहाँको बाकस खोल्दाखेरि त्यो कपीहरू, हरिसाबहरू विभिन्न आफ्नै हिसाबले होइन आफूले बुझ्ने गरी लेख्नुभएको छन्। के काम काजका कुराहरू, यस्तै हरेक संस्कारमा फलाक्नु पर्ने कुरा होइन, हरेक उहाँले त्यसरी लेखेर नोट गरिराख्नु भएको त्यो छ एउटा। किनकि बुवा गाउँको एउटा पुर्खा पनि हुनुहुन्थ्यो होइन। सबैले एउटा संस्कार हुन्छ, विभिन्न खालको कुलुङ संस्कार गर्नुपर्दा चाहिने हाम्रो पुर्खाहरूको काम बुवाले पनि सिक्दै हुनुहुन्थ्यो, गरिरहनुहुन्थ्यो। गाउँभरि सबैले मान्नुहुन्थ्यो, निम्तो गर्नुहुन्थ्यो। त्यो भएर पनि एउटा चासोको विषय नै रहेछ त्यो प्रति एउटा हामीले। त्यही भएर कहिले पनि बुवा आमा नपढे पनि अशिक्षित भन्नु चाहिँ मिल्दैन। हामीभन्दा धेरै ज्ञान गुणका शिक्षा उहाँहरूसँग छ। उहाँ एउटा माया ममताको मात्र हरेक भोगेका जीवनका भोगाइहरू आफ्नो आफ्नै उहाँहरूसँग भोगाइ छ, अनुभव छ ज्ञान गुणका। त्यसै हामीले सम्मान व्यक्त गर्नुपर्छ, सम्झाउनुपर्छ। बुवाको आमाप्रति माया स्नेह चाहिँ पक्कै पनि प्रकट गर्नुपर्छ जस्तो लाग्छ। त्यसै गरी त्यो गर्दा गर्दै पनि अब बुवा अहिले हुनुहुन्न। हामी एकदम त्यो प्रति एकदम दुःख लाग्छ। मैले अब पहिला पनि भन्दै गर्थेँ यो कुराहरू, अलिअलि खुलाएको थिएँ। अहिले मैले अलिकति विस्तृत रूपमा आज कुरा गरेँ। त्यसरी हाम्रो यो भेडासँग जीवन्त हाम्रो साइनो छ। बुवा र भेडाको बारेमा जुन
एउटा जीवन गाथा हो। यो चाहिँ ऐतिहासिक गर्भिलो कुरा तपाईँहरूमा आज यो भिडियोमा यसरी व्यक्त गरेको छु, ताकि यो कसैको लागि सन्देश हुन सक्छ, कसैको लागि हैन राम्रो केही न केही उहाँ कानसम्म ज्ञान गुणका कुराहरू हामी सिक्न सकिन्छ यो। त्यसकारण यो भेडाकै कारण हामी अहिले बाँचिरहेका छौँ, अझै पनि बाँच्नेछौँ, हामी बचाउनेछौँ। बुवाको नाममा भए पनि, बुवाको सम्झनाको लागि पनि। मैले यसरी बुवा र भेडाको जीवन गाथाहरू सुनाइराख्दा त्यो भन्ने सुन्नेहरू, त्यो बुवाको बारेमा धेरैहरू मैले मान्छेहरू भेटेछन्। लगभग कामको गाविसको यो सुनको लकुवा दुईटा साप्तेल यो याचामखा सिक्दिमखुङमा सबै मान्छे हाम्रो बुवालाई चिन्नुहुन्छ। यो उहाँको दुःख सङ्घर्षपूर्ण कथा, यो भेडीसँगको सम्बन्ध, यो लेकतिरको सम्बन्ध। उहाँले भन्नुहुन्छ भेडा खर्क भेडीगोठ जाँदाखेरि चाहिँ मासतिर निस्किनुहुन्थे। अब त्यो चिनजान भयो, त्यता सँगै भेडा पाल्नुभएको, सँगै बस्नुभयो, आउने जाने गर्नुभयो लेकतिर। त्यो क्रममा नै बुवा चाहिँ एक्लै छ। अनि एक्लै भनेर उहाँले नै नाम राख्नु हो अरे कथन पनि छ। त्यही भएर नै बुवालाई एक्लै भनेर धेरैले चिन्नुभयो हुन्छ, अझै पनि चिनिनुहुन्छ। अहिले उहाँ नभए पनि एक्लै भनेर लगभग धेरैले चिन्नुहुन्छ। हाम्रो बुवाको एउटा यो गतिलो इतिहास सम्बन्धमा ताजै छ। त्यसै कारण सबैले हाम्रो बुवालाई चिरपरिचित नाम एक्लै रहन गयो। एक्लै भनेर चिन्नुहुन्थ्यो, हामीलाई एक्लैको छोरा सन्तानहरू भनेर चिन्नुहुन्थ्यो। अहिले पनि बुवासँगको त्यो विगतका तिता मिठा बसाइहरू सबैले सुनाउनुहुन्छ। यस्तो उस्तो बुवाको राम्रा पक्षहरू यस्तो हुनुहुन्थ्यो भनेर अहिले पनि कथाउनुहुन्छ। त्यसैले धेरैले चिन्नुहुन्छ बुवाको बारेमा, अहिले पनि कुरा गर्नुहुन्छ। कसैले बुवाप्रतिको सहानुभूति व्यक्त गर्नुहुन्छ। हामीलाई सम्झने एउटा त्यो सपना जस्तो लाग्छ है, उहाँहरूले सुनाउनुहुन्छ। अहिले पनि त्यो यादगार पलहरू सुनाउनुहुन्छ, सेयर गर्नुहुन्छ। खुसी लाग्छ होइन, बुवाले भोग्ने कुरा सुनाउँदा हामीलाई अब त्यो सपना जस्तो लाग्छ, हामी सुन्ने गर्छौँ। अब हामी जति जे गरे पनि जहाँ गरे पनि लास्टमा भने गाउँ नै हो, गाउँमा कृषि नै गर्नुपर्छ। अब कुनै पेसा अँगाल्नु पऱ्यो भने यो जागिर छोडेर भेडा पालेरै भए पनि म जीविकोपार्जन गर्न सक्छु। मैले चाहिँ त्यो सोचिरहेको छु। पछिको दिनमा के हुन्छ थाहा छैन। हामी तर भेडा पालिरहेको छौँ, पाल्नेछौँ। त्यो म एकदम प्रतिबद्धता यो भेडाकै छु। हामी कृषि प्रधान देश छ, कृषक हो हामी। जति जागिर जे गरे पनि हामी कृषिमा नै आबद्ध ठोकिनु पर्ने रहेछ। हामी अब गफ गरेर छलेर ढाँटेर किसानलाई पारेर धारमा पारेर त्यस्तो भन्दा पनि अब आफ्नै पाखुरा पसिना बगाएर चाहिँ काम गर्नुपर्छ, आफ्नो देशको विकास गर्नुपर्छ जस्तो लाग्छ। अर्काको देश त हामी कति विकास गर्नेछौँ, अर्काको देश कति बनाउन जान्छौँ। अब आफ्नै गाउँ देशमा गाउँ ठाउँमा बसेर विकास गर्नु छ, गाउँको विकास गर्नु छ भन्ने सोच भएको युवा हो म पनि। एउटा त्यो हुटफुटी भएको व्यक्ति हो। त्यसरी गाउँमै केही गर्नुपर्छ, हरेक कुरा गर्न सकिन्छ गाउँको लागि जस्तो लाग्छ। त्यसैले म अब त्यो भावी योजना पनि मेरो छ, केही गर्न सकिन्छ गाउँमै बनाउने नै। अब गाउँमा युवाले नै हो देश बन्ने, युवाले नै। विदेशीहरू मात्र देश बन्दैन, गाउँ बन्दैन, मलाई त्यस्तो लाग्छ। अरू हल्ला जोतेरै भए पनि गाउँमा भने पिता पुर्खाको एउटा यो दुःखले अर्जाको बनाउनु भएको यस्तो खेती होइन, गाएर यो जमिनहरू उहाँहरूको योगदानको कदर हुन्छ, सम्मान हुन्छ, त्यो अनुभूति हुन्छ पक्कै पनि होइन। हामीले गइदिएर सोचौँ न, पुर्खाले यो जग्गा जमिन भूगोल माटोको प्रयोग गरिन्छ। हामीलाई मल गाईबस्तु पालेर मल हालेर एउटा प्राङ्गारिक मल बनाएर हामी खेतीपाती गर्छौँ। जमिनले दिन सक्ने जति उत्पादन हामीलाई दिन्छ नै पक्का। त्यसमा हामीले पसिना चाहिँ बगाउनु पर्यो। आफ्नै देशमा आफ्नै गाउँठाउँमा भएको यस्तै जग्गा जमिनमा पसिना बगाउनु पर्छ। पसिना बगाउँदा स्वास्थ्यको लागि पनि एकदम राम्रो
आफ्नै गाउँठाउँको ताजा हावा पानी खाएर सागसब्जी खाएर चाहिँ गाउँमा बाँच्नु छुट्टै आनन्द जस्तो लाग्छ। त्यही भएर गाउँको विकास गर्नु पऱ्यो। अब युवाले गर्नुपर्छ, आफ्नो पिता पुर्खाको सम्मानको लागि यो योगदानलाई सम्झेर पनि गर्नुपर्छ जस्तो लाग्छ, बस्नुपर्छ जस्तो लाग्छ। यही अब सुन्तला खेती गाउँमा, यो शिवगाउँमा सुन्तला पनि हुन्छ। अब दाना त लगभग जता पनि हुन्छ, अहिले फल्नु आफ्नो ठाउँमा छ। भाग्यको कुरो, मेहनतको कुरो। हाम्रो अम्निसहरू हरेक अब गरेर पनि गाउँमा हामी बस्न सकिन्छ। अब हामी नेपालीहरू माथि उठ्नुपर्छ, सुत्रिनुपर्छ। जमाना कहाँदेखि कहाँ पुगिसक्यो, हामी अझै पनि विभिन्न विचार सिद्धान्त हरेक कुरो समूह छ, आफ्नो आफ्नो विचार छन्। त्यसको पछि लागेर अरूको घरमा आशामा बसेर केही पनि देश भन्दैन जस्तो होइन। जस्तो कि अब हामीले अब गाउँमै बसेर केही गर्न सकिन्छ। हामी यो नेपाली चाहिँ यो भेडाको जति पनि हाम्रो दिमाग चाहिँ छैन। यसरी मिलेर बस्नुपर्छ, खानुपर्छ भन्ने पनि छैन। एकदम स्वार्थिक होइन, स्वार्थीको कुरा हुन्छ। यता आफ्नो भाग, ठुलो भाग खोज्ने, काम नगरी परिश्रमको फल खोज्ने, अर्काको भाग खोज्ने। त्यही भएर चोरी लुटेर हरेक कुरो यहाँ अनैतिक कामहरू अब अनेक किसिमले विभिन्न घटना घट्न सक्छन्। हामी आफ्नै पसिनाले गर्नुपर्छ भन्ने चाहिँ अब चेत खुल्नुपर्छ जस्तो लाग्छ। त्यसरी विभिन्न तरिकाले आफ्नो देशको विकास गर्न सकिन्छ। गाउँमा बसेर, ठाउँमा बसेर सेवा दिन सकिन्छ, जुन कि हामी एकदमै सुध्रिनु आवश्यक छ। अहिलेको अवस्थाले पनि अलिअलि हामीलाई पाठ सिकाइरहेको जस्तो त्यो महसुस हुन्छ। त्यो अब कतिसम्म चाहिँ परिवर्तन आउन सक्छ, विकास हुन्छ देशमा पछि बिस्तारै त्यो देखिन हालिन्छ। यो सँगसँगै अर्को कुरा पनि म भन्न सक्छु। हामीले भेडाको मासु चाहिँ महँगो भन्ने गर्छौँ, मैले सुनेको पनि छु। तर भेडा चाहिँ महँगो भए तापनि भेडाको मासु चाहिँ स्वास्थ्यको लागि धेरै राम्रो मासु हो र सबै जात जातिको लागि चाहिँ यो प्राय चल्ने भेडाको मासु चाहिँ जस्तो लाग्छ मलाई। जहाँसम्म मेरो चाहिँ सिद्धान्त के हो भने राम्रो खाऊ, ताजा खाऊ, बरु थोरै खाऊ भन्ने। यसको मतलब महँगै तिरे पनि गुणस्तरीय खाऊ, सफा खाऊ होइन जस्तो लाग्छ। स्वास्थ्यका लागि धेरै राम्रो हो। हामीले त्यो सम्झेर आफ्नो स्वास्थ्य सम्झिनु पर्यो मेन कुरो। गाउँघरमा चाहिँ भेडा चाहिँ हाम्रो अर्को कुरो कल्चरली पनि हामीले भेडा चाहिने भएर यो भेडा चाहिँ हाम्रो जीवनसँग जोडिएकै एउटा प्राणी हो। हामी दुख बिमार भयौँ उहिले हस्पिटल अगाडि यही भेडाले घरको पूजाआजा गरेर चाहिँ हामी पछि निको भएपछि हस्पिटल जाने, हस्पिटलसम्म पुर्याउने बिरामीलाई गर्ने चलन थियो। सदियो हाम्रो परिवारमा यो भेडाले धेरैले बचाएको होला। यही भेडाकै कारण हामी बाँचेका छौँ। म अघि पनि भनिसकेँ, यही भेडाको ठुलो देन छ। धन्यवादको पात्र यो भेडा पनि एकदमै। यसको श्रेय भेडालाई नै जान्छ। अनि स्वर्गीय बुवाप्रति पनि एकदम म सम्झन चाहन्छु। उहाँको योगदान छ यो भेडाप्रति, उहाँको लगाव छ, मेहनत छ, सङ्घर्षपूर्ण उहाँको यहाँ मेहनतका पसिनाहरू बगेका छन् यो भेडाप्रति। हामीप्रति पनि सद्भाव माया यो भेडासँगै हामीलाई दिनुभएको छ, गर्नुभएको छ। त्यो एकदमै हामीले सम्झिन चाहन्छौँ। समग्र हामी सबै परिवारले हाम्रो स्वर्गीय बुवाको चिर शान्तिको अझै पनि कामना गर्दछौँ। स्वर्गवासमा आत्माले एकदम सुख शान्ति पाओस्। हामीलाई माथिदेखि हेरिराखुन् एकदम हँसिलो अनुहारमा। उहाँको अमूल्य आशीर्वादहरू हामीलाई अझै पनि प्रदान गरिरहन्, त्यही हामी सब परिवारले आशा गर्दछौँ।